नमो बुद्धया, नमो धर्मया, नमो संघया। अहिले बुद्ध साधनाको म पढ्दैछु है। सञ्जय सोधो सोचे जमलो सञ्जय वदो दने जि दाकी जस जब सन्दो जडोला बेज सञ्जय नो समझे समझे देवा दे देवे जुदा द वर्ष जुदा दो दो वर्ष जुदा रोर जुदा हमें बे देवा थमा द में देवा जो यारे सादा ने द थावे तानुम संबला ने ब छोरस आ जमे दो बने द दिन के नवा गम में सोजो जो जमे सो रंदे नवा करो छोटे जसो रिजसिंग पेंगन दवे दे दो बसुमे शाजे संगे ने सरजो दो जन संदे बेगे दे जोगो सुसो दो जिरो शो शाये सानु साजले जस शाये न्यमशे दो जलो से नम सजेरे द सजे बाबार वा येशे वसे द थावे खाइन नेवे से ने दे जोडो सो फांतो जंसो कोरोजे योगोरो से थबा जंसि से थानिल namdo deva choga palso vacha kunde vedanya chambaro sa ije chambo tsode nimi shing sondo malam chambo ngajata pekara taranga sanju sharme nomba tuje jela chan zalo dashi kosu keso long chuje kosan chobe tinte mene be tome nyasa dido malaba nime joba tabo susu pada susu chewe gewa ne tusu sala jese yarango samji jachi chuchu kolo sor 초조로 주면 잡아 거둬서 전에는 것다고 이시고 조선 본점하고 쇼 뭐지 저는 어제 요소도 돌배 송에 다도 너버서 다기 주수 사백에서 제 가전도와 콜라 펠레트 저지 잡아 다도 예시 저제 잡아 고반 도버쇼 다전님은 도와 거면 도제 허버 소에 가디 신단 준대린 전 남섬치 나와제니 제제텔은 대저 잠쪽 숨이 제버 이제 대변인은 손든 언제 담자점 뭐 마녀와 장조 봐도 도지 전제인저 람마도 버좀된 데지 쇼바다 좀 봐야 도바도바 선지 빨라 자와 선정도 발라 자도로 저도 저서 람마도 버좀된 데지 쇼바다 좀 봐야 도바도바 선지 빨라 자와 선정도 발라 자도로 저도 저서 람마도 버좀된 데지 쇼바다 좀 봐야 도바도바 선지 빨라 자와 선정도 발 자절로 저도 잡수 제오 때야타 엄무네 문에 마하문나에 소하 엄무네 문에 마하문나에 소하 엄무네 문에 마하문나에 소하 엄무네 문에 마하문나에 엄무네 문에 마하문나에 소하 엄무네 문에서 엄무네 문에서 덤베콜레 이제 제워서 나 소변 나와서 다도 숨제 담제 제바 담제서 대바 전부 남제연데 소리신도 제대 치르면도 사는 바라죠 오 알리 검거네 15-20 मिनट Gewan deyo da soba sanjan rojonen roa jeje malaba te sala goboro sho deshe seji kunje tuje da jaba maram chenchen nebeso lami shigendo chendawa tende kondon do kunjurwara sho yo maina chulo maina ho yo maina ma dharam gare पछि ठुलो पुण्य हुनेको महिना हो हाम्रो यहाँ पाठ पूजा ठुलो गरिसक्यो अनि संसारमा धर्म माकी धेरै छ त्यसमा पनि हामी बुद्धिस्टको बुद्धिजीवीहरूले काउन्टखेरि करब 4 अरब नागेछ भन्दो रहेछ अब त्यो सबैले हृदयदेखि श्रद्धा गर्ने हृदयदेखि रेस्पेक्ट केले गर्ने बुद्ध अनि बुद्धको शिक्षा अनि बुद्धको तीर्थ अनि बुद्धको तीर्थ धेरै छ तर मूल चाहिँ 4 वटा मात्रै छ बुद्ध शाक्यमुनि र धेरै बुद्धको जन्मस्थान नेपालमा हो नेपालका हो लुम्बिनी हो वहाँ बुद्धि ज्ञान प्राप्त भयो सबैले थाहा छ बुद्धि गयो हो अनि बुद्ध भगवानको शिक्षा चाहिँ सारनाथ कुशीनगर त्यस्तो ठाउँमा शिक्षा दिएको हो अनि निर्वाण चाहिँ कुशीनगर हो सबैले थाहा छ त्यो 4 महातीर्थमा एउटा तीर्थ मात्रै हामी नेपालमा छ त्यो चाहिँ लुम्बिनी हो
हामी सिङ्गो नेपालीले त्यो जानै पर्ने बुझ्नै पर्ने हो किनभने हामी मुखबाट बुद्ध जन्मस्थान नेपाल भन्छ सबैले अनि बुद्धको चिन्दैन बुद्धको शिक्षामा हामी अलि होस पुगेन अब हामी सिङ्गो नेपालीको पुण्य पुण्य र भाग्य बुद्धि उच्चार्नु पर्यो त्यो हुनेले के गर्ने अनि त्यो बिहार बनाएको त्यो कसको लागि त्यो सिङ्गो नेपालीको लागि किनभने यो होल हेरिटेज हो त्यो होलको लागि अनि त्यहाँ 1000 बुद्ध छ अब 1000 बुद्धको मूर्ति पनि सिधायो अब त्यसको सँगसँगै यो अहिलेको मेहनत ठुलो मेहनतमा हामी विषयहरू त्यहाँ पाल्नु भएर कान्जुर भन्छ संस्कृतिमा टिपी तापक भन्छ नि त्यो पढ्ने अनि त्यसको सँगसँगै हामी सबैले बुद्ध भन्छ पहिलाको बुद्ध दीपमकार अहिलेको बुद्ध शाक्यमुनि अनि पाल्नु हुनेको बुद्ध संस्कृतिमा मेटे बुद्ध हो रा 1000 को बुद्ध सबैको रा अनि all the धारणा धेरै किसिमको धारणा छ नि लामो चाहिँ तेया था ओम मुनि महामुनि सक्चा मुनाय सोहा अनि त्यो भन्छ सरा ओम मुनि महामुनि सोहा अनि ओम मुनि सोहा अनि ओम मुनि सोहा अनि सबभन्दा छोटो ओम मुनि सोहा अहिले हामी गिन्ती चाहिँ ओम मुनि सोहा अनि पालीमा ओम हुँदैन रहेछ ओम मुनि ओम सोहा हुँदैन रहेछ मुनि भन्दो रहेछ बुद्धको धारणा लामो अलि छोटो धेरै छोटो छ विषयहरूले लामो पर्छ अनि तपाईँहरूले मेरो विचारमा यसपालि चाहिँ छोटो चाहिँ पढ्ने राम्रो कि ओम मुनि सोहा ओम मुनि सोहा त्यो राम्रो हो कि 10 करोड जप गर्ने इच्छा छ त्यो कारणले हामी धर्म मार्गी सबै नेपालमा भएको र अनि अरू देशमा भयो सबैले त्यो दिन अब आज भोलि नै तपाईहरुले पूजा गर्ने ठाउँमा बुद्ध भगवानको मूर्ति होला थाङ्का होला त्यस्तो राखेर त्यसको अगाडि पानी चढाउँ धूप देव फूल चढाएर टपक्क बसेर अनि यो बुद्ध साधना एउटा पढेर अनि अलिकति गम गरेर अनि त्यसको सँगै अनि त्यो जप गर्ने जप गरेर ओम मुनि सोहा जप गरेर त्यो गिन्ती गरेर हाम्रो अफिसमा पठाइदिनुस् यसपालि त्यति हो अनि पछि वर्षमा फेरि हामी सबै त्यहाँ जम्मा भएर सँगै पढ्न पाए हुने त्यस्तो मलाई लाग्छ यसपालि हामीले बन्दोबस्त मिलाउन सकेन तर कोही आउने इच्छा छ भने पाल्नुस् अनि फजुन हामी चढाउँछौँ अस्ति हामी ठेरावाडाको भिक्षुसँगै पनि साला भयो कोही चाहिँ श्रीलङ्का अनि बर्मा अनि थाइल्यान्ड भिक्षु यहाँ 20 जना पाल्नु भयो 20 जाति अनि छलफल यसको बारे छलफल गरेको अनि उहाँले पनि यसको बारे व्याख्या राम्रो गर्नुभयो एकदम मान्छुने व्याख्या गर्नुभयो ओम मुनि महायान ओम महामुनि चाहिँ पञ्च बुद्ध को ज्ञानको कुरा पनि आउँदो रहेछ मतलब यो हामी यहाँ सबैको मूल धारणा त्यही रहेछ त्यो पछि हामीले त्यो व्याख्या राम्रो एउटा लेखेर फेसबुकमा राख्ने इच्छा छ हामी बुद्ध मार्गीको मूल तीर्थ एक लुम्बिनी हो त्यो जानु पर्यो त्यो बुझ्नु पर्यो बौद्ध हाँगा हो स्वयम्भू हाँगा हो नमो बुद्ध हाँगा हो फर्पिङ सबै हाँगा हो कहाँ जाँदो रहेछ ठिक छ त्यो जानै पर्छ हाँगा मात्रै गएर त्यो मूलमा जानुपर्छ मूलमा नेपालमा एउटा मात्र छ लुम्बिनीमा
त्यो तपाईँ साथीहरू जानै पर्यो भन्नु पर्यो त्यो तपाईँहरूको लागि भनेको त्यो है ल आज यति ल